नमस्ते साथीहरू, स्वागत छ लक्ष्मी अफिसियल युट्युब च्यानलमा। सदा जस्तै आज पनि हजुरमाझ उपस्थित भइसकेको छु। हजुरहरूलाई पनि पुनः स्वागत गर्न चाहन्छु। आज फेरि हजुरहरूमाझ फेरि एउटा नयाँ भिडियोको साथ उपस्थित भएको छु। ल साथीहरू, म चामल पिन्न लागेको। ल यो अनडीको चामल चाहिँ मैले हिजो रातिभरि भिजाएर राखिदिएँ, एक रातभरि, हेर्न सक्नुहुन्छ। अब मैले यसलाई ग्राइन्ड गर्छु र अनि फेरि रोटी बनाउँछु। मैले चामल पनि पिनिसकेँ। ल यसरी गोड 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 पिन्नुपर्छ के, अनि रोटी काँडे डाँडो यसरी हजुरले पनि काँडे डाँडो रोटी बनाउनलाई यसरी गोड गोडी पिन्न सक्नुहुन्छ। एक रातभरि भिजाएर, जुनसुकै चामल पनि है, एक रातभरि भिजाउनु होला, अनि त्यसपछि पिन्नु होला। त यो राखेर डाउन मुस्ने धेरै राख्नु पर्दैन, अलिकति 3-4 चम्चा भए हुन्छ। ल साथीहरू, अब मैले यसलाई पिठोलाई मारिसकेँ यसरी। अब मैले यसलाई चाहिँ लगभग आधी घन्टाको लागि चाहिँ छोपेर राखिदिन्छु। त्यसपछि बल्ल सेल बनाउँछु। फर्सी अनि यो तरुल, यो सकरखण्ड म उसान्छु। ल साथीहरू, अब चाहिँ म रोटी बनाउन लागेँ। ल रोटी बनाउन लागि यहाँ मैले पिठो भिजाएर राखेको थिएँ, आधी घन्टा भइभ्यायो होइन। सोलाई हेर्न सक्नुहुन्छ। अब चाहिँ अब मैले यो ब्याटर यस्तो बनाइसकेको छु। साथीहरू, यहाँ रोटी बनाउँदैछु। ल अब यहाँ यति बनाउँदैछु, अब यता पाक्दैछ। ल यति बनिसक्यो। अब फेरि यता पाक्दैछ, हेर्नुहोस्। साथीहरू, म रोटी बनाएर सकेँ। अब मैले हजुरलाई देखाउन गइरहेको छु कति रोटी बनाएको भनेर। यहाँ हेर्नुहोस्। ल यति रोटी बनाइसकेको छु। ल के हो क्या मिठो। ल तरुल, सकरखण्ड अनि यो फर्सी यसरी उसानेको छु। ल अब यो पनि साथीहरू, यहाँ चाहिँ मैले खुडो बनाउँदैछु। ल अब लड्डु बनाउनको लागि पकाउँदैछु। अब यता मसरुम छ, यो मसरुम बनाउँछ आज। ल साथीहरू, अब हामी लड्डु बनाउन लाग्यौँ। ल अब यहाँ फेरि चिउरालाई पनि राख्नुपर्छ, थोरै आधी खानु त, आधी खानु तातो गर्नुपर्छ कि। हात पोल्छ होला। ल तातो डल्लो पार्ने अस्मिता, पार त पार। पानी एउटा हातमा, बोर्डकोमा पानी ल्याउ त, त्यो जगमा पानी त खनाएर हाल त। छिटो यो फेरि खत्तम हुन्छ। साथीहरू, हामीले यस्तो साथीहरू हल्का मात्र हल्का फुट्ट भयो। ल साथीहरू, अब यी लड्डु बनायौँ। यो भुजाको लड्डु हेर्नुहोस् है, अनि यो चिउराको लड्डु। ल हेर्नु त साथीहरू, अब यो भुजाको लड्डु चाख्छु। ल मिठो। ल साथीहरू, हाम्रो माघे सङ्क्रान्तिको लागि सेलरोटी यही हो है। यो चाहिँ भुजाको लड्डु बनायौँ, अनि त्यसपछि यो फेरि के भन्छ अरे, यसलाई चिउराको लड्डु पनि बनायो। त्यसरी तरुलहरू, सकरखण्ड त भइहाल्यो, यो सकरखण्ड भयो कि यो तरुल, अनि मैले फर्सी पनि उसाने। ल फर्सी, ल अनि यो अचार भयो, अनि यो बङ्गुरको मासु भयो, ग्रेभी,
अनि यो मसरुम ल आजको हाम्रो भेराइटीमा यति हो मसरुम चाहे फेभरेट हो मेरो मसरुम होइन ल हेर्नुहोस् है यो मसरुम हो अचार चाखेर गयो अनि रुगा लाएर नाहेश्वर पनि उभा त्यही भएको कारणले ल त्यो त मैले चाहिसकेको थिएँ होइन अब लड्डु ल हेर्नु है अब लड्डु है ल हेर्नुहोस् साथीहरू तरुल है अब म थोरै खानु साथीहरू फर्सी पनि ल सम्पना ह्याप्पी माघे सङ्क्रान्ति है